टासिदेले नमस्कार। टिबेट टिभी को नेपाली प्रसारणमा स्वागत छ। म लुडो साङपो यस सप्ताहको तिब्बत परम पवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू। द्वन्द्व, कोभिड र कोरोना बारे परम पवन ज्यूद्वारा प्रवचन। परम पवन दलाई लामा ज्यूले मौसम परिवर्तन बारे नयाँ पुस्तकको प्रकाशन। परम पवन दलाई लामा ज्यूले बिहारमा बाढी प्रभावितहरूलाई सहानुभूति। केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोब्साङ सिङ्गेले आफ्नो 9 वर्षको कार्यकाल सकेपछि तिब्बती मुद्दाहरूलाई पूर्ण समर्पण गर्न आग्रह। सभामुख श्री पेमा जुङ्नेले नवनिर्वाचित राज्यसभा सांसदहरूलाई बधाई। तिब्बती दूतावास कार्यालय ताइवानले स्वर्गीय ली टेङ हुईलाई श्रद्धाञ्जली अर्पण। ब्रसेल्समा रहेका चिनिया दूतावास कार्यालयमा एक्लै प्रदर्शन। गत हप्ता बुधबार परम पवन दलाई लामा ज्यूले संयुक्त राज्यको शान्ति स्थापना संस्थान र उनीहरूको पिढी परिवर्तन साथीहरूसँग द्वन्द्व, कोभिड र कोरोना सम्बन्धी वार्तामा भाग लिनुभयो। परम पवन ज्यूले उत्तम भविष्यको लागि आशावादी रहेको बताउँदै आजका युवाहरूको विचार खुला छन्, जसले मानवतालाई अझै यथार्थवादी बनाउन सकिन्छ भन्नुभयो। अनिश्चितताको सामना कसरी गर्ने युवतीको प्रश्नलाई परम पवन ज्यूले सुझाव दिनुभयो कि जब व्यक्ति वास्तविकतालाई स्पष्ट दृष्टिकोणले हेर्छन्, निराश जस्ता विनाशकारी भावनाहरू कम हुन्छन्। हामीले आफ्नो इच्छा अनुसार बाहिरको समस्या हटाउन नसके पनि हाम्रो भित्री मनमा सहिष्णुता, क्षमा र सन्तुष्टि विकास गर्न सक्छौँ र यदि हामीले मानसिक शान्तिको विकास गर्यौँ भने संसारमा जेसुकै भयो भने हामी शान्त रहन सक्छौँ भन्नुभयो। Outside problem, you see, even Buddha cannot remove. Jesus Christ also cannot remove. So long, all spiritual leaders. Then, you see, they mentioned inner world. The theistic religion, like Christianity, Judaism, and Muslim, and so on, you see, they emphasize faith here and try to tolerance, forgiveness, contentment. सन् 2015 देखि संयुक्त राज्य अमेरिकाको शान्ति स्थापना संस्थानले द्वन्द्व प्रभावित क्षेत्रका युवा नेताहरूलाई धर्मशालामा परम पवन ज्यूबाट सल्लाह र निर्देशन प्राप्त गरी भविष्यमा शान्ति निर्माणका लागि प्रतिबद्ध विश्व नेता भन्ने आशा गरिरहेका छन्। परम पवन दलाई लामा ज्यूले सन् 2020 को नोभेम्बर महिनामा जर्मन वातावरणीय पत्रकार फ्रान्स आल्टोका साथ हाम्रो केवल घर संसारको लागि एक जलवायु अपिल शीर्षकमा जलवायु परिवर्तन सम्बन्धी नयाँ पुस्तक जारी गर्ने अपेक्षा गर्नुभएको छ। आफ्नो पुस्तकमा परम पवन दलाई लामा ज्यूले राजनीतिक निर्णय निर्माताहरूलाई जलवायु परिवर्तनको लागि गतिरोध र अज्ञानताको विरुद्ध लड्न, विभिन्न जलवायु अनुकूल संसारको लागि खडा हुन र युवाहरूलाई आफ्नो भविष्यको अधिकार पुनः प्राप्त गर्न आग्रह गर्नुभयो। परम पवन दलाई लामा ज्यूले बिहारको मुख्यमन्त्री नीतीश कुमारलाई बिहारमा बाढी प्रभावित प्रति आफ्नो संवेदना व्यक्त गर्दै राहत र उद्धारको प्रयासको लागि अनुदान दिनुभयो। परम पवन दलाई लामा ज्यूले मित्रको रूपमा सुझाव दिनुभयो कि यस्ता विपत्तिहरू लगभग हरेक वर्ष हुने भएकोले यस्ता विपत्तिहरूको दीर्घकालीन समाधानहरू खोजी गर्नुपर्छ भन्नुभयो। मङ्गलबारको रिपोर्ट अनुसार भारतको बिहार राज्यमा भारी वर्षाका कारण आएको बाढीले 23 जनाको मृत्यु भएको र प्रभावित व्यक्तिको सङ्ख्या 74 लाख पुगेको उल्लेख भएको छ। केन्द्रीय तिब्बती प्रशासनका अध्यक्षको रूपमा आफ्नो 9 वर्षको कार्यकाल पुरा भएपछि डाक्टर लोब्साङ सिङ्गेले एउटा राजनीतिक बयान जारी गर्नुभयो, जसमा उनले विश्वव्यापी मनोवृत्ति बदलावदेखि लिएर
तिब्बत आन्दोलनको सम्बन्धमा रहेको विषयलाई सम्बोधन, कोभिड-19 विश्वव्यापी भाषणलाई उत्प्रेरकको रूपमा र तिब्बतीहरूको सामाजिक, नैतिक र राजनीतिक जिम्मेवारी जस्ता नयाँ घटनाक्रमहरूको बारेमा प्रकाश गर्नुभयो। अमेरिका र धेरै अग्रणी देशहरूले चीनको दमन र प्रजातान्त्रिक अधिकार उल्लङ्घनको विरुद्ध आफ्नो कडा रुख बनाउन तयार गरेका छन् र धेरैले पहिले नै व्यापार साझेदारीबाट हतोत्साहित गर्दै संसारलाई तिब्बती मुद्दाहरूको पूर्ण प्रशंसा गर्न अवसर प्रदान गरेका छन् र त्यसबारे निर्वासित प्रशासनका प्रमुख डाक्टर लोब्साङ सिङ्गेले तिब्बती समुदायहरूलाई तिब्बतको मुद्दा विश्वव्यापी रूपमा अगाडि बढाउनका लागि पूर्ण समर्पण गर्न अपिल गर्नुभयो। तिब्बती संसदका सभापति श्रीमान पेमा जुङ्नेले 16औं तिब्बती संसद निर्वाचन र तिब्बती जनताको तर्फबाट 45 नवनिर्वाचित सदस्यहरूलाई हार्दिक बधाई दिनुभयो, जसले भर्खरै सदन कक्षमा शपथ लिनुभएका छन्। बधाई पत्रमा सभामुखले 6 दशकभन्दा बढी समयदेखि भएको सङ्घर्ष र तिब्बतको मुद्दाहरूलाई कडा समर्थन गर्नुभएकोमा हामी भारतीय जनता र सरकारप्रति आभारी छौँ र मलाई विश्वास छ कि भविष्यमा पनि भारतीय जनता र सरकारले यस्तै समर्थन गरिरहनु हुनेछ भन्दै आशा व्यक्त गर्नुभयो। गत हप्ता सोमबार तिब्बती दूतावास कार्यालय ताइवानका प्रतिनिधि दावा छिरिङले प्रजातन्त्रका बुबा बनेर चिनिने स्वर्गीय ली टेङ हुईको स्मृतिमा निर्माण गरिएको स्मारक स्थल भ्रमण गरी उनलाई सम्मान गर्नुभयो। उहाँ एउटा तिब्बत समर्थक थिए जसले आफ्नो राष्ट्रपतिको कार्यकालमा परम पवन दलाई लामा ज्यूलाई सन् 1997मा आमन्त्रित गर्नुभएको थियो र उनकै नेतृत्वमा तिब्बती दूतावास कार्यालय ताइवानको स्थापना गर्नुभएको थियो। उनीहरूको ऐतिहासिक बैठकले ताइवान र केन्द्रीय तिब्बती प्रशासन बीचको मित्रतालाई बलियो बनाउन सक्नुभएको थियो। गत हप्ता परम पवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनले उनको परिवार र ताइवानको जनताप्रति सहानुभूति व्यक्त गर्नुभएको थियो। ब्रसेल्समा बस्ने तिब्बती मिमा छिरिङले आफ्नो जन्मभूमि तिब्बतमा 6 दशकभन्दा बढी समयदेखि चीनको मानव अधिकार उल्लङ्घनका घटनाहरू उजागर गर्न ब्रसेल्समा रहेका चिनिया दूतावास कार्यालयको अगाडि एक्लै विरोध प्रदर्शन गर्नुभएको छ। उनले हरेक बुधबार बिहान 10 बजेदेखि बेलुकी 12 बजेसम्म एक्लै शान्ति विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् र उनले बुधबार जुलाई 2 तारिकबाट सुरु गरी 1 वर्षसम्म जारी राख्ने भनिएको छ। आजको लागि साप्ताहिक समाचार यति नै। अर्को सप्ताह फेरि भेटौँला। नमस्ते।